विश्वका सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबे लामे अमेरिकामा पक्राउ। दर्शकबिन अमेरिकी आप्रवासन तथा सीमा संरक्षण निकाय युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अफ्रिकन मूलका इटालियन नागरिक खाबे लामेलाई अमेरिकी आप्रवासन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ। खाबे लामे गत अप्रिल 30 मा अमेरिका प्रवेश गरेका थिए। आफ्नो भिसाको शर्तभन्दा बढी समय अमेरिका बसेको कारण उनलाई पक्राउ गरिएको अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफका सद्भावना दूत समेत रहेका लामे विश्वमा सबैभन्दा धेरै टिकटक फलोअर्स भएका व्यक्ति हुन्। उनलाई आजको मितिसम्म टिकटकमा 16 करोड 20 लाख भन्दा बढी टिकटक प्रयोगकर्ताहरूले फलो गरेका छन्। विशेष गरी अफ्रिकन मूलका इटालियन नागरिक खाबे लामेले कमेडी भिडियोहरू बनाएर टिकटक प्रयोगकर्ताहरूको मन जित्ने गरेका छन्। यद्यपि यति बेला सामान्य सोधपुछपछि उनलाई रिहा गरिएको अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन्। तर यो घटनाले अमेरिका कानुन पालनाका लागि कतिसम्म सशक्त छ भन्ने कुरा प्रमाणित गरेको छ।